हिँडेर आउँदा आउँदै अब आलुचोक पुग्न लाग्यो है। बाटो चाहिँ जस नयाँ बाटो निकालेको राम्रै रहेछ। म अब आलुचोक पुग्न लागेँ। हाम्रो हाङदेवाको भ्यू, हाङदेवाको पहिरो देखिरहेछ पारी खोक्लिङ। त्यतिकै म चाहिँ अब टक्क आलुचोकमा पुगेँ। देखेको छ हाम्रो आलुचोक भन्ने सबैले थाहा छ है। यो बाटो हिँड्ने जतिलाई चाहिँ थोरै पहिरोको बिचमा यहाँ एक घर दुई घर छ। यसलाई चाहिँ आलुचोक डाँडा भन्छ। हाई गाइज, टक्क म चाहिँ आलुचोकमा आइपुगेँ। अनि आलुचोकमा आइपुगेँ यसरी म माइती घर आउँदाखेरि हो। यो दुईवटा बाटो छ। यो मास्तिर बाटो चाहिँ नजिक हो। तल्लो बाटो चाहिँ अलिक घुमेर जानुपर्छ। आसाङपट्टि जाने, चन्डाडा जाने बाटो हो। अब टक्क हिँड्दैछु म चाहिँ एक्लै आज चाहिँ नजानी भिडियो बनाउँदै। कस्तो राम्रो अलैँची देखिरहेछ यहाँ चाहिँ ताप्लेजुङको। अलैँची बारी देख्न सक्नुहुन्छ। म चाहिँ आउँदै यो हिरिया खोला भन्ने ठाउँमा आइपुगेँ। म एक्लै नै यसरी आउँदैछु है। हेर्नु, हाम्रो ताप्लेजुङ जिल्ला बजारकै परतिर शेर्पा टोलदेखि उठेको अलैँची बगान कस्तो दामी देखिरहेछ। कस्तो सुन्दर ठाउँ छ। हिँडेर आउँदा त्यस्तो ठाउँमा आइपुग्दा शीतल हुँदो रहेछ। यो बाटो चाहिँ आउँदै हिँड्दै हामी सानैदेखि यो जङ्गलमा हामी कति चारो खोज्न आउँथ्यौँ। आउँदा यो बाटोमा हिँड्दा हामी चाहिँ यस्तो बुढी भएको अवस्था भन्न नमिल्ने। अनि यो बाटो हामी सानैदेखि हिँड्थ्यौँ साथीहरूसँग। यहाँ माथि हामी चाहिँ गङ्गटा खोज्न आउँथ्यौँ यो बगानमाथि। अहिले त बजारै पो उति नजिक आइपुग्यो शेर्पा टोल। पहिला त हामी उति थुप्रेजुङ बस्दा त यो जङ्गलमा हामी कति चारो टिप्नु गङ्गटा कट्याउनु आउँथ्यौँ। अहिले त बजार भइसकेर त छैन। हेर्नु, हाम्रो ताप्लेजुङ बजारको पल्लो छेउको परतिरको अलैँची बगान कस्तो दामी छ हेर्न सक्नुहुन्छ है। वाउ, हाम्रो ताप्लेजुङको अलैँची बगान हेर्नु। आज म यस्तो राम्रो अलैँची बगानहरू भिडियोमा बनाउँदै आउँदैछु। आज चाहिँ स्कुटी नलि गएको थिएँ हाङदेवा पनि। हाम्रो जिल्लाको अलैँची बगान ताप्लेजुङको सुन्दर ठाउँ। हेर्नु, माइती घरबाट आउँदै माइती गाउँ रह्यो त्यहाँ। नि आउँदा आइपुगेर म चाहिँ टक्क अब बजार पुग्न लागेँ। शेर्पा टोलको ओल्लो छेउ बाटोमा पुगेँ। टक्क आउँदै म चाहिँ शेर्पा टोल कटेर बजार लाइन पसेँ। रुममा आइपुगेर गर्मी भएको अवस्था, पसिना कति झऱ्यो।